हेलो एभ्रिवान, मेरो नाम मोहन शाह, सप नेम फिसिङ ट्याकल स्टोर। अनि धेरैले भन्नुहुन्छ जस्तै कम्बो सेट मैले राखेँ भिडियोमा चाहिँ, अनि धेरैलाई डाउट लाग्छ कि यति प्राइसमा यो सबै सामान आउँछ कि नै भनेर। मैले भिडियोमा जे देखाएको छु कलर चेन्ज हुनसक्छ, किनभने तपाईँले त्यो भिडियो कुन बेला हेर्नुभयो, त्यतिखेर हेर्नुभयो त्यो सामानहरू त्यही कलरमा पाउनुभयो। अनि अलि तलमाथि हुन्छ नि त, सबैले त्यही बेला हेर्दैन, जुन बेला चाहिन्छ त्यो अनुसार हेर्ने हो। अब 1 महिना 2 महिनापछि त्यही सेटअप मन पराउनु भयो, तपाईँले हेर्दै जाँदाखेरि कुनै सेटअप मन पर्यो, अनि त्यतिखेर हजुरले मलाई मेसेज गर्नुभयो कलर चेन्ज हुनसक्छ। मैले कलर त सर यो कलर यो छ है, कपडा जस्तो त होइन कलर चेन्ज भएर त्यो टाउको दुख्नलाई रड रिल हो, यसमा थोरै कलर चाहिँ चेन्ज हुन्छ कि। जस्तै तपाईँले ब्ल्याक कलर सोध्नु भएको छ भने ग्रिन कलर पर्ला, त्यही पनि त्यो त्यतिखेर नै हामीले भनिरहेको हुन्छ सर कलर चाहिँ यो छ है भनेर। रियर केसमा हो चाहिँ जस्तै अर्डर गर्नुभयो, मैले बुक गरेँ अनि प्याक गर्नलाई धेरै सामानहरू भइरहेको हुन्छ, त्यतिखेर कल ल ठिक छ प्याक गरिदेऊ न भन्ने कुराहरू नि हुन्छ नि त, प्याक गरिदेऊ। नत्र भए चाहिँ हामीले त्यो कल गरेर नि भनिदिन्छौँ कि। अनि 1 वर्ष 1.5 वर्ष 2 वर्ष पुरानो सेटअपहरू नि हेर्नुहुन्छ, जुन 2500 3000 को सेटअप पनि छन्। त्यसमा चाहिँ सबै सामान निकालेर मैले भिडियो बनाएरै पठाइदिन्छु कि प्रपर यो सामान छ है। स्पिनर कहिले चेन्ज हुन्छ, जुन स्पिनर हेर्नु भएको छ त्यो अर्को आउनसक्छ। 1.5 वर्ष पुरानोको सेटअपमा स्पिनरहरू चेन्ज हुनसक्छ, त्यही पनि मैले प्रपर सामान बुक गरिसक्नु भएको छ भने प्रपरमा भिडियो बनाएर यो सेटअप छ है, यो सामानहरू आउँदैछ तपाईँ कहाँ भनेर मैले पठाइदिन्छु कि। अनि उहाँले ओके भन्नुहुन्छ भने ओके प्याक हुन्छ, होइन यो भएन यो होइन यो हालिदिनुहोस्, त्यो अनुसार चेन्ज गरेर तपाईँले सक्नुहुन्छ कि चेन्ज गराउन पनि। अनि धेरैले भन्नुहुन्छ भिडियोमा भएको जति सबै सामान आउँछ नि भन्नुहुन्छ, भिडियोमा भएको जति सबै सामान आउँछ, एकचोटि मलाई निकालेर सबै सामान देखाइदिन्न भन्नुहुन्छ भने मैले त्यतिखेर फेरि सबै, किनभने एउटै ठाउँमा हुन्न, यहाँ छ त्यहाँ छ त्यहाँ छ, अनि त्यो सबै फेरि निकालेर अनि भिडियो पठाउनुभन्दा राम्रो मैले नर्मली एउटा पसलकै भिडियो बनाइदिन्छु कि सर हेर्नु रड यहाँ छ, रिल यहाँ छ, यो सबै सामानहरू आउँछ ढुक्क हुनु भनेर चाहिँ हामी त्यो गरिदिन्छौँ कि। अनि अर्को कुरा भनेको भिडियोमा जे देखाएको छ नि त्यो सामान चाहिँ आउँछ है, त्यो बाहेक अर्को जस्तै त्यो सामान मैले एउटा सेट बनाएँ त्यो पुग्यो तपाईँका, अनि हजुरले भन्नुभयो सर यसमा त ब्याग छैन, भिडियोमै ब्याग छैन, भिडियोमा ब्याग छैन त्यसैले त्यहाँ ब्याग छैन। भिडियोमा ब्याग भएको भए भिडियोमा केही पनि सामान केही पनि, इभन मैले रड प्लास्टिकमा आउँछ है, रड यो कभरमा आउँछ है, रिल यो बक्समा आउँछ है, रिल यो कार्टुनमा आउँछ है, मैले प्रपर त्यो भिडियोमा जे हेर्नु भएको छ नि कार्टुन सुध जे होस् म सबै त्यो देखाएरै अनि तपाईँ कहाँ पुग्छ कि। भिडियोमा ब्याग देखाएको छैन, भिडियोमा ब्याग जोडेकै छैन भने ब्याग आउँदैन कि। होइन सर एउटा सेटमा त ब्याग त आउँछ नि, त्यहाँ आएको भए मैले त्यो हालिदिन्थेँ अनि तपाईँलाई त्यही जोडेर पठाइदिन्थेँ कि। ब्याग छुट्टै आउँछ, कुनै पनि कम्पनीले ब्याग दिँदैन। त्यो जुन पनि वा अनलाइनमा हेर्नु कुनै पनिमा त्यो सेटअपमा त्यो ब्याग देखाएको छ भने त्यो ब्याग छुट्टै आएको होइन, त्यो जोडेको छ त्यसको प्राइस है। इभन डेलिभरी गरेर भनेछु भने मैले कम्बो सेट लिँदा डेलिभरी तपाईँको छुट्टै केही सामान लिनुहुन्छ भने 150 रुपियाँ लाग्छ, कम्बो सेट लिनुहुन्छ भने डेलिभरी त्यसमा जोडेको हुन्छ तर कम जोडेको हुन्छ कि, 75 रुपियाँ 100 रुपियाँ त्यो अनुसार चाहिँ जोडेको हुन्छ कि। सबै सामानको रेट जोडेको हुन्छ है, जो कम्बो सेट लिँदा तपाईँलाई सस्तो पर्ने हो कि, किनभने एउटा सामान बेचेर त्यो अनुसार हुन्छ भने उहाँले चाहिँ बरु सबै सामानहरू हुन्छ नि रड रिल जे हुन्छ वा कुनै पनि व्यापारमा के त्यो अनुसारको सेटअपमा चाहिँ यो सबै गरेर चाहिँ त्यो अनुसार उहाँले रेट राखिदिनुहुन्छ कि सजिलो हुन्छ नि त। हो त्यो अनुसार हो। ब्याग त्यसमा जोडेको छैन भने ब्याग देखाएको छैन ब्याग आउँदैन। अब अरू कुनै अब धेरैले भन्नुहुन्छ यो सेटअपमा चाहिँ यो हाल्नु भएको छ, त्यो सेटअपमा त्यो हाल्नु भएको छ, मैले त्यो रिलेटेड त्यो सेटअपहरू बनाइरहेको हो कि। त्यही भएर हजुरले कुनै नयाँ सेटअप चाहिन्छ भने मलाई यति फिटको रड मेटलको रिल हालेर यति सिरिजको, अनि मेरो एरियातिर चाहिँ जुप्पा बडी खेल्छन् वा फ्रक बडी खेल्छन् वा स्पोन बडी खेल्छन् वा केही पनि आइटम बडी खेल्छन्, त्यो रिलेटेड मलाई सामान हालेर सेट बनाइदिनु भन्नुहोस्, म त्यो अनुसार बनाइदिन्छु कि। सजिलो हुन्छ, किनभने अब नचाहिने सामान किन लिने, चाहिने सामानहरू लिएर चाहिँ सेट बनाउनु होला। अनि त्यो अनुसार नि मैले धेरै सेटअपहरू बनाएको छु, स्क्रोल गर्दै जानुहोस् हेर्दै जानुहोस्, नयाँ सेटअपहरू नि आउँदैछन्, यो पछि नै आइहाल्छ है। जस केही चाहिन्छ भने अर्डर गर्नु होला। थ्याङ्क यू।